नमस्ते सबैजनामा। के हजुरहरूलाई पनि फिजियोथेरापीले दुखाइ राहतमा मात्रै काम गर्छ जस्तो लाग्छ? तर होइन, फिजियोथेरापीले दुखाइ राहत सँगसँगै अन्य धेरै समस्याहरूमा निको पार्नलाई मद्दत गर्छ। हाम्रो रेस्पिरेटरी हेल्थ भन्नाले हाम्रो फोक्सोको समस्याहरू, जस्तै अब कसैलाई दम छ अथवा निमोनिया भएको छ र छातीमा धेरै खकार जमेर बाहिर निस्किन मानिरहेको छैन भने फिजियोथेरापीले गर्दाखेरि हजुरलाई यो समस्याबाट निको हुनलाई धेरै मद्दत गर्छ। अर्को भनेको कार्डियाक हेल्थ। त्यो भन्नाले हाम्रो मुटु सम्बन्धी, जस्तै कसैलाई हार्ट अट्याक भएर रिकभरी फेजमा हुनुहुन्छ भने अथवा कसैको मुटुको सर्जरी नै भएर रिहेबिलिटेसनमा हुनुहुन्छ भने फिजियोथेरापीले तपाईको स्ट्रेस म्यानेजमेन्टलाई, आफू फिट हुनलाई एकदमै धेरै ठुलो मद्दत पुर्याउँछ। अर्को भनेको हाम्रो गाइनाक हेल्थ। त्यो भन्नाले हाम्रो प्रेग्नेन्सीको जर्नीमा डेलिभरी भइसके पश्चात आफ्नो बडी रिकभरीको लागि र यदि कसैमा पिसाब चुहिने समस्याहरू छन् भने त्यसको लागि पनि फिजियोथेरापीले एकदमै राम्रो मद्दत पुर्याउँछ। न्युरो फिजियोथेरापी। त्यो भन्नाले कसैलाई स्ट्रोक अथवा प्रेसरले हानेर पक्षघात भएको छ अथवा मेरुदण्ड भाँचिएर नै प्यारालाइसिस जस्ता समस्याहरू भएको छ भने फिजियोथेरापीले आफ्नो लाइफलाई एकदमै बेटर बनाएर लिएर जान सक्छ। त्यसैले फिजियोथेरापी भनेको एउटा पेन रिलिफ अथवा दुखाइको राहत मात्र नभइकन हाम्रो सकारात्मक परिवर्तन चाहिँ जीवनमा लिएर आउन सक्छ। केही समस्या भएमा निर्वाणा फिजियोथेरापी एन्ड वेलनेस सेन्टर भिजिट गर्नुहोला।